मेरो नाम आलिया, म दिदी हो। अनि आज हामीले चाहिँ भ्लग बनाउन सुरु गरिसक्यौँ। हामी 2 दिन भ्लग बनाएको थिएनौँ, आज पहिलो दिन बनाउन थालेको। अहिले हामी स्कुलबाट आइसकेका छौँ। आज खाजा खाँदैछौँ। के खाजा खाँदै हुनुहुन्छ तपाईँ? आज हामी खाजा खाँदैछौँ लिची। लिची किन यस्तो कालो कालो भएको हो आलिया दिदी? लिची अलग धेरै दिन राखेर होला कि मैले थाहा नै छैन। मम्मीलाई आउँछ। कहाँ राख्नु भएको धेरै दिन? अरे मम्मीलाई सोध्नु न। मम्मी हेलो। लिची कहाँ राख्नु भएको थियो यस्तो कालो हुने गरी? राखेको त फ्रिजमा हो। अँ। धेरै दिनपछि कालो हुँदो रहेछ। ए फ्रिजमा धेरै दिन राखेपछि लिची कालो हुँदो रहेछ? अहिले भ्लग बनाउने चाहिँ ड्याडी हो। अहिले म बनाउने मात्रै हो। अहिले ड्याडी चाहिँ भ्लग बनाउँदै हुनुहुन्छ। अब खामै त। खानुहोस् त। यसको स्वाद कस्तो छ तपाईँले आफ्नो साथीभाइहरूलाई बताइदिनुहोस् ल। ल खाएर बताउनुहोस् त। खर्सानी जस्तो गाह्रो देखाउनु न पैसाको। खायौँ है त। How is it? Sweet? Sweet and sour? स्विट Sweet and So sour? sweet. Yes. गुलियो र अमिलो हल्का. Sweet and sour. Sweet and sour. Is it? एउटा मैले होइन खै एउटा भयो। एउटा ड्याडीलाई यत्रै सानो खाले ग्रिन कलर ड्याडीले खाइदिएको यस्तै हल्का सानो खाले ग्रिन कलरको ड्याडीले गर्दा थियो। त्यो लास्टतिर त्यो हरियो खाले क्या ड्याडीको रिएक्सन यस्तो थियो। So funny. फनी त फनी हुन्छ नि ड्याडी। किन म समात्छु क्यामेरा उता फनी यता फर्किदिनु नि म क्यामेरा म समात्छु। क्यामेरा तपाईँ समात्नुहुन्छ? होइन अब चाहिँ मम्मीले के गर्दै हुनुहुन्छ तपाईँ व्याख्या गर्नुहोस् अनि छोटो छोटो बनाउनुपर्छ। मम्मीको बारेमा बताउनुहोस् त मम्मी के गर्दै हुनुहुन्छ? मम्मी अहिले आलुको यसरी बोकेर खर्साउँदै हुनुहुन्छ। आज हामीले ड्याडीहरूको रेसिपी बनाइरहेको छौँ। प्याजको काट्ने अरे या यो काट्ने अरे अनि त अदुवाको पेस्ट नहाल्ने अरे अनि मसला पिसेको पहिलेबाट थियो अरे अनि के हाल्ने अरे ड्याडी? अनि फ्रेस के हाल्ने अरे? फ्रेस हरियो खुर्सानी र जिरा पिसेर हाल्ने। जिरा फ्रेस अनि फ्रेस के भन्नुभएको थियो? फ्रेस खेल के भन्नुभएको थियो र? फ्रेस त मैले बिर्सेँ। फ्रेस जिरा। ए ल साथीहरूलाई आजलाई बाई बाई गर्नुहोस्। अब अब तपाईँ हामीले भोलि भ्लग बनाउँदै गर्छु। हामीले लामो भ्लग हेर्ने आजको लागि यति नै बाई।